नमस्कार गुड मर्निङ सबैलाई र आज चाहिँ ड्युटी जान लागेको छु मेनपावरले त भनेको खाने बस्ने भनेर पठाएको हो। तपाईहरुलाई यो भिडियो पठाउँदैछु हेरेर समय गाह्रो छ परदेशको तातो घाम अनि सम्पूर्ण सबैलाई हाम्रो के गर्दै हुनुहुन्छ देशमा चुनाव नेपालको साथी हुँदैछ र हामी चाहिँ यता समय र ड्युटीको चाहिँ एकदम पर्खाइमा गाह्रै छ। सबैजना त्यस्तो छ के दुबईको हालचाल के छ कम्पनी यो सबैभन्दा फ्रेस कम्पनी चाहिँ खत्तम कम्पनी तपाईँहरूलाई थाहा छ भने नआउनु होला। म चाहिँ यही भन्छु यो कम्पनीको डिमान्ड आयो भने अहिले ड्युटी जाँदैछौँ 12 घन्टा ड्युटी छ र मेरी आमाको खुसी किन्नु छ र मेरी आमाको ऋण तिरेर चुक्ता बनाउनु छ। समाजलाई मेरी आमालाई उभाएर अगाडि समाजको अगाडि मुस्कान ल्याउनु छ। धेरै गाह्रो छ त्यो भएर पनि हो परदेशतिर म आएको। परदेशी जीवन यसरी नै बित्दैछ केही छैन। 2 वर्ष दुःख गरेर मेरी आमाको खुसी आउँछ भने म दुःख गर्नुलाई 12 घन्टा भए पनि ड्युटी गर्नुलाई 12-13 घन्टा ड्युटी गर्छु भनेर हालेको मान्छे हो। हस् त सबैलाई एभ्रीबडी भरे तपाईँहरूलाई फेरि छोटो भिडियो देखाउनेछु क्लिप हाल्छु। बाई बाई गाइस।